हेलो एभ्रिवान, आज चाहिँ हामी यस भिडियोमा चाहिँ ChatGPT-बाट युट्युब थम्बनेल बनाउन सिक्छौँ अथवा युट्युब ब्यानर बनाउन सिक्छौँ। हामीले चाहिँ अघिल्ला भिडियोहरूमा चाहिँ युट्युबका लागि चाहिँ ChatGPT-बाटै लोगो बनाउन र ChatGPT चाहिँ कसरी हेल्पफुल छ, ChatGPT-बाट चाहिँ एन्सर क्वेसनहरू अथवा कुनै पनि प्रोग्रामहरू सल्भ गर्न र ChatGPT लगइन गर्न र ChatGPT-का फिचर्सहरूका बारेमा पढेका छौँ, जानकारी लिएका छौँ र आजको यस भिडियोमा चाहिँ ChatGPT-बाट थम्बनेल बनाउन सिकाउँछु। सबैभन्दा पहिले चाहिँ ChatGPT एप्स खोल्नुहोस्। ChatGPT एप्स कसरी डाउनलोड गर्ने, कसरी लगइन गर्ने भन्ने विषयमा चाहिँ मैले पहिले भिडियो बनाइसकेको छु। मेरो च्यानलमा गएर हेर्न सक्नुहुन्छ। र यहाँ आइसकेपछि चाहिँ हामीले चाहिँ सर्चमा गएर मानौँ हाम्रो भिडियोको टाइटल चाहिँ हाउ टु मेक अ क्लासरुम इफेक्टिभली भन्ने छ। अब यहाँ चाहिँ के सर्च गरौँ भने मेक अ थम्बनेल on टाइटल हाउ टु मेक अ क्लासरुम इफेक्टिभ। यो टाइटल राखेर चाहिँ हामीले यहाँ चाहिँ थम्बनेल बनाएर हेरौँ। यहाँ चाहिँ हजुरहरूको चाहिँ भिडियोको जुन टाइटल छ त्यही टाइटल हालेर थम्बनेल बनाउन सक्नुहुन्छ र त्यसमा चाहिँ हजुरहरूले चाहिँ कस्तो खालको थिम दिने, कस्तो खालको बनाउने हो त्यो चाहिँ हजुरहरूले सबै यहाँ टाइप गर्नुपर्ने छ। म चाहिँ मेरो थम्बनेलमा चाहिँ गिभिङ वाइट ग्रीन एन्ड ब्लू थिम इन थम्बनेल र त्यो थम्बनेलमा चाहिँ कस्ता सामग्रीहरू चाहिँ हजुरहरूले एड गर्न चाहनुहुन्छ, कस्ता एलिमेन्टहरू एड गर्न चाहनुहुन्छ हजुरहरूको भिडियोको प्रकार हुन्छ। मैले चाहिँ एड क्लासरुम डस्टर मार्कर टाइप अफ एलिमेंट on थम्बनेल यति लेखेर चाहिँ सेन्ड गरिदिएपछि थम्बनेल बन्न स्टार्ट हुन्छ र अबको केही सेकेन्डभित्र यहाँ चाहिँ हाम्रो भिडियोको लागि थम्बनेल बनेर आउँछ। थम्बनेल बन्नको लागि यहाँ चाहिँ प्रोसेस भइरहेको छ। अब चाहिँ यहाँ थम्बनेल बनेर रेडी भइसकेको छ। यो थम्बनेलमा चाहिँ क्लिक गर्ने। अब चाहिँ यस्तो एट्र्याक्टिभ एकदम हजुरहरूले आफूले चाहे अनुसारको थम्बनेल बनाउन सक्नुहुन्छ। यो थम्बनेललाई चाहिँ यहाँ त सेभ अप्सनबाट सेभ पनि गर्न सकिन्छ। र आजको भिडियोमा चाहिँ यति नै।